धेरैको जिज्ञासा के छ भने कर्नर काटिएको जग्गा लिनु ठिक हुन्छ कि हुँदैन, या कतिपय व्यक्तिहरूले घर लिन खोज्दै हुनुहुन्छ, टर्निङमा घर पर्छ या कर्नर काटिएको घर पर्छ भने के हुन्छ भनेर भन्नुभएको छ है। अब कर्नर काटिएको प्लटहरू चाहिँ अत्यन्तै खराब मानिन्छ। जस्तो पूर्व दक्षिण यानि कि आग्नेय कट छ भने एक्सिडेन्टल डेथ हुन्छ, इशान कट छ भने फाइनेन्सियल फ्लो एकदमै कम रहन्छ। अब वायव्य कट छ भनेदेखि त्यसले त्यति धेरै असर चाहिँ पार्दैन, वैदेशिक यात्रामा समस्या लिएर आउँछ। अब नैऋत्य कट छ भनेदेखि चाहिँ तपाईँको घरमा रोग एकदमै धेरै भित्रिन्छ है। त्यसैले यदि तपाईँहरू घर लिँदै हुनुहुन्छ, जग्गा लिँदै हुनुहुन्छ, जग्गा किन्दै हुनुहुन्छ भने कर्नर काटिएको कर्नर प्लट त्यस्तो चाहिँ कुनै पनि नलिनु होला। र अर्को भनेको अन्तिममा गएर बाटो टुङ्गिएको हुन्छ नि, जुन बाटोले सुइँ गएर जग्गामा छोएको अनि त्यस बाटो इन्ड भएको, यस्तो खालको जग्गाहरू कहिले पनि नलिनु होला। यस्तो खालको जग्गाहरू हजुरसँग छ कि छैन कमेन्ट गर्नु होला।